यो भिडियोमा हजुरहरूले धेरै कुरा सिक्न पाउने हुनुहुन्छ। त्यसैले सुरुदेखि अन्तिमसम्म यो भिडियोलाई हेर्नुहोला। मैले बनाएको एउटा वेबसाइट छ, त्यसै सम्बन्धमा रहेर एउटा वेबसाइट बन्नको लागि के एट्रिब्युट्स हुन पर्छ भन्ने बारेमा मैले आजको यो भिडियोमा डिस्कस गर्नेछु। सुरुमा त एउटा वेबसाइट भन्नाले के बुझिन्छ? एउटा वेबसाइट भन्नाले एउटा यस्तो अनलाइन प्लेटफर्म हो जहाँ हजुरले गएर केही कुराको बारेमा इन्फर्मेसन लिन सक्नुहुन्छ, त्यो कुरालाई सर्च ब्राउज गर्न सक्नुहुन्छ र आफ्नो मैले जुन वेबसाइटलाई देखाउन गइरहेको छु जसको नाम छ लस्ट एन्ड फाउन्ड। मैले यसलाई बनाउन लागेको 1 महिना जति भइसकेको छ र यो हाम्रो 4 महिनाको प्रोजेक्ट हो। त्यसैले गर्दा यो 1 महिनामा मैले के बनाएँ भन्ने कुरा र वेबसाइट के एट्रिब्युट्सले बन्दछ भन्ने कुरा छ। फर्स्टमा एउटा न्याप बार बनाएको छु जहाँ त्यहाँ युजर वा एडमिनले बेसिकली युजरले कन्ट्याक्टको लागि र एडमिनले आफ्नो ड्यासबोर्डमा गएर केही ड्यासबोर्ड भन्नाले जहाँ एडमिन गएर यो सिस्टमलाई कन्ट्रोल गर्दछ र होम पेजमा मैले के बनाएको छु भन्दा सुरुमा एउटा कन्ट्याक्टको लागि एउटा बार बनेको छ र यो नेभिगेसन बार छ जहाँ लिङ्क्सहरू र लोगो साथै ब्राउजिङको लागि केही कुरा ब्राउज गर्नको लागि नि बनेको छ र तल जाँदा थोरै तल जाँदा यहाँ एउटा क्राउजर भन्छन् यसलाई, जुन एउटा मुभिङ एउटा ब्यानर देखाउँछ जसले इन्फर्मेसनलाई इन्डिकेट गर्छ र थोरै तल जाँदा यहाँ हाउ इट वर्क्स भनेर लेखेको छ जसले भन्छ यो कसरी काम गर्दछ। जस्तै कुनै युजरहरू रिपोर्ट गर्छन् अनि त्यो एडमिन भन्ने त्यहाँ भएको एडमिनिस्ट्रेटरमा बसेको मान्छेहरूले भेरिफाई गर्छ र त्यसलाई फिर्ता दिन्छ। सिम्पली एउटा सानो कुरा रहेको छ र थोरै तल जाँदा हराएको सामानहरू यहाँ अझै वर्क गर्न बाँकी नै छ किनकि यो जम्मा 1 महिना भएको छ। अनि त्यसै गरेर यो फाउन्ड आइटम्सहरू भयो अनि फिडब्याक जस्तै युजरहरूले केही फिडब्याक दिन्छन् आफ्नो सिस्टम यो छ तिमीले यसरी गर भनेर फिडब्याक दिन्छन्, यो भयो। र यहाँ फुटर छ, फुटरले के गर्छ भन्दा यसलाई अझै यो वेबसाइटलाई एउटा रिलेभेन्ट एप्रोच दिन्छ के। जस्तै यहाँ गएर हामीले यो के छ जस्तै यहाँ लिङ्क्स पनि छ। यहाँ यो अहिले नेट नभएको कारणले यो अलि आइकन्सहरू आउन पाएको छैन र क्विक लिङ्क्सहरू सजिलैले लिङ्क्सबाटै जाने माथि गएर जस्तै यहाँ माथि गएर जान भन्दा यहाँ मान्छे यहीँ छ भने यहीँबाट जान पाओस् र इन्फर्मेसन कसरी वर्क गर्छ अनि कन्ट्याक्ट गर्नको लागि के छ क्राइटेरिया र यो कहिले बनेको हो, कपिराइटेड हो कि होइन, यसमा यो फेरि बनाउँदा फेरि उस्तै बनाउँदा कपिराइट आउन सक्छ भन्ने कुरा हुन्छ। र क्विक इन्फर्मेसनमा प्राइभेसी पोलिसी कसरी के प्राइभेसी हुन्छ त हामीले के युजरको एसेसको अनुसार युजरको डाटा त अरूलाई दिन भएन, त्यही भएर एउटा प्राइभेसी पोलिसी भन्ने नै बनाइएको छ। जस्तै सुरुमा होम पेज भयो, यति दुईटा काम हुन बाँकी नै छ र रजिस्टर गर्छ मान्छेले, कुनै मान्छेले रजिस्टर गर्छ र रजिस्टर गरिसकेको कुरालाई कसरी फ्लो हुन्छ त डाटा भन्दा युजर सुरुमा होम पेजमा आउँछ, आइसकेपछि केही कुरा हेर्न मन छ भने यहीँबाट हेर्छ र तर अझै त्यसलाई केही जान्न मन छ भने त्यो पहिला रजिस्टर गर्छ हाम्रो सिस्टममा अनि रजिस्टर गरिसकेपछि लगइन गर्छ अनि लगइन गरेपछि आफ्नो ड्यासबोर्डमा जान्छ, त्यहाँ गएर त्यसले धेरै एक्सेस पाउँछ। त्यही एउटा सिम्पल फ्लो हुन्छ। जस्तै एउटा एडमिनको हेरमै छ, जस्तै यहाँ एडमिनको ड्यासबोर्ड के हुन्छ भन्दा यहाँ पहिला भ्यालिड हुनपर्छ यो पासवर्ड र इमेल भ्यालिड भइसकेपछि जस्तै मेरो भ्यालिड भएन पासवर्ड, त्यही भएर म फेरि गर्छु है त। इन्टर पासवर्ड भन्नु, अब म अठाइदिएँ फेरि इन्करेक्ट भन्नु, अब फेरि हान्न पर्यो किनकि त एउटै हुन्छ। यसरी गर्दा यो ड्यासबोर्डमा गयो, आफ्नो ड्यासबोर्डमै एडमिन गयो, यहाँ गएर एडमिनले धेरै कुरा म्यानेज गर्न सक्छ जुन युजरले सक्दैन। त्यही भएर यहाँ युजरलाई नै म्यानेज गर्न सक्छ क्या एडमिनले। अनि यहाँ फिडब्याक दिने अनि चाहिँ लगआउट गर्न पर्यो भने लगआउट यहीँबाट पनि गर्न मिल्यो।
अनि यहाँ गएर थोरै तल गएर लगआउट गरेर फेरि उसमा ड्यासबोर्डमै होम पेजमै गयो। त्यस्तै युजरले नि लगइन गर्छ, जस्तै युजरले लगइन गर्यो है, युजरले लगइन गर्छ। जस्तै एउटा युजर छ, त्यसले लगइन गरेपछि यस्तो एउटा ड्यासबोर्ड आउँछ। त्यो युजरको ड्यासबोर्डको स्ट्रक्चर र एडमिनको स्ट्रक्चर वाइज सेमै हुन्छ, तर त्यहाँ कन्टेन्ट्सहरू फरक हुन्छ है। अनि त्यही भएर यहाँ जस्तै एउटा प्रोफाइल छ, यहाँ थोरै इन्फर्मेसन दिने, अनि चाहिँ वेलकम भनेर एउटा इन्टरफेस देखाइदिने, अनि यति काम यति हुनै छ। जस्तै एउटा प्रोफाइल सेटिङ भन्ने बनिएको छ, जहाँ युजरले फेरि एउटा केही प्रोफाइल मन छ भने, जस्तै यो सिलेक्ट गरौँ है त, अनि फ्याकल्टी त्यसलाई कुन फ्याकल्टीको मान्छे हो र आइडी त्यसको कुन हो भन्दा यसरी एउटा केही चेन्ज गर्न सक्छ। जस्तै लगआउट गरेर फेरि लगआउट हुन सक्यो। अनि जस्तै के रह्यो त भन्दा एउटा कुनै अब रिपोर्ट गर्न पर्यो, ब्याग लस्ट भएको त यहाँ आयो, तर यो लस्ट भएको आइटम मेरो भनेर रिपोर्ट त गर्न पर्यो। त्यो रिपोर्ट गर्नको लागि यहाँ रिपोर्ट दिस आइटममा क्लिक हुन्छ, भइसकेपछि एउटा फर्म आउँछ, फिल गर्छ र एडमिन टिम जान्छ र एडमिनले एक्सेप्ट गर्छ। एक्सेप्ट गरिसकेपछि त्यो रिटर्न हुन्छ। सिम्पली एउटा सजिलरी जसरी ट्रेडिसनल एप्रोच युज हुन्थ्यो नि, त्यसलाई नै कमर्समा लगेर त्यसलाई अलि सजिलो बनाइदिने र रिलेभेन्ट बनाइदिने र भरपर्दो बनाइदिने कुरा भयो। त्यति नै थियो एउटा लस्ट एन्ड फाउन्ड आइटम कसरी, लस्ट एन्ड फाउन्ड म्यानेजमेन्ट सिस्टम अफ कलेज र वेबसाइट एउटा प्लेटफर्म एउटा बनाउनको लागि के एट्रिब्युट्सहरू हुनपर्छ भन्ने बारेमा। सुरुमा एउटा होम पेज हुन पर्यो, त्यहाँ लिङ्क्स हुन पर्यो र प्रोसेस हुन पर्यो। जस्तै युजरको प्रोसेस हुन्छ, एडमिनको प्रोसेस हुन्छ। प्रोसेस जस्तै युजरको प्रोसेस रजिस्टर लगइन गरेर ड्यासबोर्डमा गएर केही कुराहरूलाई हेर्न छ, अलि मोर डिटेल्स अबाउट आफ्नो बारेमा, त्यो युजरले गर्छ। र एडमिनको काम के हुन्छ भन्दा एडमिनले लगइन गरेर युजरलाई चाहिँ म्यानेज गर्ने, सिस्टमलाई चाहिँ म्यानेज गर्ने काम हुन्छ। एडमिन भनेको ओभरअल सिस्टमलाई म्यानेज गर्न सक्छ भने युजरले त्यो भ्यू गर्न सक्छ र थोरै आफ्नो एडिट मात्रै गर्न सक्छ। त्यति नै थियो एउटा वेबसाइट कसरी बन्छ भन्ने बारेमा। होप यु लाइक इट। इफ यु लाइक इट, click that subscribe button and like button. See you in the next video. Till then, bye bye.